ल हेलो गाइज वेलकम टु माई न्यू ब्लग। ल सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि एकदम सन्चै आरामै छु है त। ल कामबाट छुट्टी भएर हामी चाहिँ सबै रुमतिर लागिरहेका छौँ दाजुभाइ भएर। मस्त दाजुभाइ रक नि त हामी फेरि होइन। ल है त भिडियो अब के कस्तो आउँछ होइन। ए ए ए साई ओहो भन्ने के हो जोत्न ल्याउँछन् कि यहाँ त आमामा हिँड्रहेकोलाई बत्ता खतरा आइसक्यो कि दाइको साइकल राइडिङ चाहिँ छोडा है। ल है त गाइज हेर है त यहाँको भ्यू चाहिँ टङ्केश्वरको भ्यू हो यो चाहिँ। यसले यसले हल्लिहाल्छ कति धेरै तरकारी सामान कति धेरै होला कता स्प्लेन्डरमा आमामा ठिक छ है त। ल केही भन्न छ तँलाई? देखो न देखो देखो न देखो देखो न देखो क्या देखो बोलो ना थोड़ा कुछ भी बोलो। हाँ अब बोला न यार यसो भाइरल हुने टाइपको टिप्स देऊ न यार। बोला न तिम्रो कन्टेन्ट त खतरा गर्छ नि तिमीले। कन्टेन्ट देऊ न एउटा बोला न बोला। हाँ तिम्रो तिम्रो मुड के छ अहिले भन नि त। ल कहाँ रेस्टुरेन्ट छ त्यो त अहिले भिडियो खिचेको देखेर झन् त्यसले हो क्या हो त्यस्तै लाग्यो त मलाई त हो। छेडिदिन्छ दा गलेर कस्तो कस्तो छेडिदियो होइन। ओ माई गड यस्तो टेक्नोलोजी हो नि त यो होइन के हो क्या हो ब्लर टेक्नोलोजी हो कि। ल है त दाजुभाइको मस्त गफ गर्दै अब हामी यस्तै त बाटो हेरेर क्रस गरौँ न हो। मोबाइलमा ध्यान नदिनु ल। त्यो मान्छे कति स्पिड आउँछ कसलाई के थाहा है त। ल गाइस हामी चाहिँ अगाडि मन्दिरलाई चाहिँ हामीले ढोक्दै यो मन्दिर रहेछ भने होइन तर मैले त्यस्तो त भन्नु भएन। मन्दिर देवी देवता बस्ने ठाउँलाई त होइन। तर डेकोरेसन चाहिँ अलि लाइटिङ त हालिया हो के अरे। लाइटिङ के लाइटिङ हाल्नु चाहिँ के हो क्या। ल है गाइस अब हामी ओहो कुदिराम्बी तिमी भन्ने गीत छ नि एउटा कुरो होइन सुन्नु सुन्नु यार बुढी खाएर कुन होइन हेर्ने हो र हेरिदिनु न त भेषमा हिजो त्यसो हेर्दैमा त के जान्छ र होइन। समात्न पो भएन र मलाई मतलब कि चलाउन पो भएन अरूको सामान होइन क्या कुरो मोहनी करके नजर घायल बनाउने। दाजुभाइ यस्तो गीत जम्छ हाम्रो चाहिँ अब होइन। यतिको गीत गाएपछि भएन त आमामा। ल होसै उडाइदियो अरे है त नउडाइदेऊ न होस् त माया लगाउने ए स्वर आयो नि क्या हो तान्दैछु है। स्वर पनि हाम्रो स्मुथमा निस्किनु पर्छ कि। ल हेर्नु दाइले साइड लाइट पनि छ भने यस्तो भएन के चलाएको भएन कि एक रति पनि भएन कि सिक्नु पऱ्यो कि चलाउन। केरी लाइसेन्स निकालेर आउनु जस्तो लाग्छ यसो सोच्छु। त्यो त आफू जान्तिर हेर्छ नि पछाडिबाट आएको नआएको मतलबै मुला पछाडिबाट जोतिएस मतलब छैन होइन। त्यस्तै हो। ल साइडलाई चाहिँ बालेको छैन यति बाल्न चाहिँ भ्यायो। अब मैले पासिङ लाइट दिएको थिएँ यता काटेको त राम फर्काइदिन्छ भनेर मुड बनाइसकेको थिएँ। ए त्यस्तो भन्न क्लोज वाला हिजो कि फेरि यतिको चाहिँ चलाउनु पर्छ है त। जावा है क्या गर्नु पर्ने किन हामी त आफ्नो ल्याउनु हामी हिँड्नुपर्ने। त्यो दिदी हेर अल्पत्रै पर्नु भयो बिचरा क्यार्नी र कसो गर्ने आइयो दिदीलाई। कति मिठो बोलेर ल गाइस जो हामी जस्तो अब हाम्रो भाइरल कपाल काट्ने ठाउँ कहाँ गयो कि दाइ यतै छ है त्यो दाइको पसल चाहिँ हो यही हो
हाम्रो जक्सन है कपाल काट्ने जक्सन चाहिँ यही हाम्रो चाहिँ होइन त्यही हो अरू त के हुन छ र होइन जान मन छ भने अगाडि जान सक्नुहुन्छ तपाईँहरूलाई बाटो खाली छ खै चस्मा नलाउने कारण किन हो खै हामीले पनि बुझ्दैन खै यसो सो अप के केटाले लगाएको चाहिँ केटाले सानो देखेको बेला देख्नको लागि हो भन्न मिल्छ केटीहरू सबै लाउँदैन भएन है भएन ल भएन जो भएन यस्तै हो एउटा टपिक चाहिँ एउटा मिठो निकाल नि यहाँ कन्टेन्टको लागि भाइरलै घुम्नु कि यस्तो कन्टेन्ट छ फन्नी कुरा गर न तिम्रो 48 घन्टाको लभ स्टोरी सुनाउ न बरुला 48 घन्टाको सुनाउ त के भएको थियो कति घन्टा हो 26 गते बोले आएन 26 गते बोल्यो अनि कति गते ब्रेकअप भयो त नि 27 गते दियो नि 5 गते ब्रेकअप आमामा लभ नपरिकन ब्रेकअप भयो ब्रेकअप भयो लभ त पर्यो अब कति दिनको हो भन्न पनि हाइ तेरी क्या फेरि यस्तो भयो हो र लभ पर्यो त्यसमा डिप लभै पर्यो सुसाइडमा मात्रै पुगेन होला नि मनसित मन जोडिएन धनसित मन जोडियो आमामा ल लाइन चाहिँ हो है मनसँग क्यारे मन जोडिएन धनसँग मन जोडियो है त गाइज हो हामी पनि जोडिदिउँला नि त के छ र दाइले के भन्दै हुनुहुन्छ पछाडिबाट मस्त ए जाम लाग्यो ल छिरो आउनु न त छिरो छिरो के हो जान्दैन क्या हो गाडीले केले भइहाल्छ नि त ड्राइभर अलिक सोझो रहेछ त्यो गाडी ए जाम न के जाम गइदिउँ न हो के छ र मिठो बोलेर हो माया त्यही गएर हामी तिम्रो डी ब्लकमा पुगेका छौँ साथी भन कहानी के भयो के री ब्रेकअप भयो रिजन के हो ब्रेकअप हुनु भन तिम्रो मनी हो दाइले बल्ल साइड लाइट बालिदियो खाने ओ कसले जो देखायो यहाँ मलाई खै तिहार चाहिँ क्या यो गाडीले अगाडि नि यत्तिको चाहिँ कुदाइदिनु पर्छ क्या वाइल्ड हान्ने क्या भन्ने क्या मलाई कुदाउनु हुन्छ ला डर लाग्छ कि ब्लाइन्ड हानिदिएको थियो तर मैले तर ब्लाइन्ड चाहिँ हान्नु हुँदैन है बाटो चाहिँ हेर्नुपर्छ होइन अगाडि एउटा गाडी आउला कोही आउला होइन यस्तो बच्चालाई चाहिँ उताको साइडबाट हिँड्न पर्छ कि यताको साइडबाट कहाँ हिँड्यो बच्चा अब आमा उता आमा हेर्नु भन्दा आमा उता बच्चा यता राखेर हुन्छ बच्चा उता राख्ने आमा यता बस्नु त हुने होइन र गाइजो तिमी मैले गलत भने त्यसो भन्दिनँ ल केयरलेस हुनु भएन नि त एउटा सानो मिस्टेकले गर्दा दुर्घटना हुनसक्छ होइन त्यही भएर ल हाम्रो ठाउँको नाम क्या यो ठाउँको नाम क्या ए सोल्टी त्यो बाटोको लुक्स हेर्ने हो ए सोल्टी मोड ल आउनु कमान बाबे खुट्टा त मरै झरालिन्न क्या ज्यान ज्यालाई खुट्टा झर्दैन आफ्नो ओ भुगो यहाँ हिजो अर्डर गरेको चम्चै नल्याइदिएको यार एक मिनट बर्गर हाने जाने हो हानिदिन्छ बर्गर हान्ने हो हानौँ न हान्ने कि नै ल है त गाईले मनै गाली गरेको थियो होला नि